आहा आज चाहिँ नि भिडियो कता के बनाउने होला भनेको त बडा स्वादै मौसम पो देखियो त गाँठे ए ल ओहो बलराम दाइ पो भेटिए गाँठे बुढा त ल आराम हुनुहुन्छ एकदम ठिक छ अनि दाइ तपाईलाई गाँठे च्याटचुट्ट परेर होइन कता तपाईले जयकोट घुमे के अरे पृथ्वीको चाहिँ स्वर्ग हेर्न चाहिँ आइरहेको छु गुड पृथ्वीको स्वर्ग देख्नुभयो नि अनि सुन्नु न तपाईसँग भेट भएको बेला सोध्न पर्यो क्या तपाईँ चाहिँ नि के भन्छ अलि व्यस्त मान्छे पनि तपाईँ गीत सङ्गीतमा लागेको मान्छे अहिले तपाईँले कुन गीत निकाल्नुभयो लौ न अहिले मेरो चाहिँ धिताल जयकोट भन्ने चाहिँ गीत भर्खरै चाहिँ युट्युबमा रिलिज भइरहेछ होइन ए अब नयाँ गीतको बारेमा पनि यो स्वर्ग हेर्दै चाहिँ यसो सोचिरहेको छु अर्को गीत बनाउने अर्को चाहिँ पनि सोचिरहेको छु अहिले एउटा मेरो चाहिँ धिताल जयकोट भन्ने यता हालम न दाइ यहाँ माया प्रेममा आधारित एउटा गीत चाहिँ रिलिज भइरहेछ के हो त्यो गीत भनिदिनु न एकचोटि गीतको टुक्का भनिदिनु पर्यो एउटा टुक्का भनिदिनु गीतको टुक्का चाहिँ गीत कस्तो छ भन्दाखेरि यो धिताल जयकोट भन्दाखेरि चाहिँ गाउँको गीत जस्तो चाहिँ सुनिएको छ तर यो चाहिँ खास वास्तवमा गाउँको गीत होइन गाउँको गीत हुने हो भने गाउँको गीतमा के हुन्छ भन्दाखेरि गाउँको गीत बनाउने बेलामा गाउँका चाहिँ त्यहाँ भएका चाहिँ विभिन्न चिजहरूलाई ठाउँको बारेमा चाहिँ व्याख्या गरेर चाहिँ गीत बनाइन्छ गाउँको चिनारी गीत बनाउँदाखेरि जस्तो मैले गाउँको चिनारी गीत पनि आजभन्दा 7-8 वर्ष अगाडि बनाएको छु कति राम्रो धिताल गाउँ भन्ने चाहिँ गीत हाम्रो चाहिँ युट्युबमा हेर्न पाइन्छ धितालको पुरै हरेक ठाउँहरूको चाहिँ बारेमा व्याख्या गर्छ जयकोट कोइलीकोट कालिका थान अस्ताम नुवागाउँ विभिन्न चाहिँ ठाउँहरूको बारेमा चाहिँ व्याख्या गरेर एउटा चाहिँ कति राम्रो धिताल गाउँ भन्ने गीत आजभन्दा 7-8 वर्ष अगाडि मैले युट्युबमा चाहिँ राखिसकेको छु अहिले बनाएको गीतको कुरा अहिले बनाएको गीत चाहिँ खास धिताल जयकोट भए पनि त्यो गीत चाहिँ माया प्रेममा आधारित गीत हो कस्तो खाले होला नि त्यो गीतको बारेमा अलिकति बताइदिनु गीत कस्तो बारेमा हो भन्दा कस्तो मान्छेहरूलाई चाहिँ सोचेर बनाएको हो भन्दाखेरि अहिलेका युगल माया प्रेम गर्ने जोडीहरू हुन्छन् नि माया प्रेम लाउने जोडीहरूले माया प्रेममा चाहिँ भेट्न खोज्दा जोडिन खोज्दा विभिन्न चाहिँ पर्ने परिवेश अप्ठ्यारा माया पनि छ भेट्न जाँदा अप्ठ्यारो पनि छ छोड्न पनि सकिरहेको छैन जोड्न पनि सकिरहेको छैन त्यस्ताहरूलाई जस्तो केटाले चाहिँ कुनै ठाउँमा चाहिँ केटीलाई बोलाउँछ होइन ल फलान ठाउँ भेटौँ भनेर गरेर अनि केटाले के हुन्छ उनीले पुऱ्याइरहने म पो कति झुराइरहने भनेर केटाले चाहिँ केटीलाई भनेर पठाउन मिल्यो अनि अब केटी आउन त गर्न त उसले भने बेला केटाले चाहेको बेला त निस्कन त मिल्दैन अनि नमिलेपछि चाहिँ केटीले के भन्छ भन्दा छैन मलाई ढलिमली बाबुआमाको आँखा छली अनि बाबुआमाको आँखा छल्न पर्यो नि मैले तँले भने जस्तो सबै कुरा सहज छैन मलाई ढलिमली बाबुआमाको आँखा छली भनेर केटीले फेरि टिकटकमा चाहिँ उत्तर दिएर चाहिँ केटालाई पठाउँछ मनबुटु साटम सँगै पाइला चालम नजाऊ प्यारा विदेशतिर गाउँमै कालिज पालम भन्ने गीत हो त्यसमा पनि माया प्रेम चाहिँ टुक्का चाहिँ छ हैन विदेश नजाऊ यहीँ बसौँ कृषि गरौँ आफ्नै गाउँमा केही गर्न त्यो भन्ने खालको छ अनि त्यो चाहिँ कथा कस्तो छ भन्दा विदेश जान लागेको मान्छे बुढीले गाउँमै कालिज पालम भनेर चाहिँ भने पछाडि उसले चाहिँ झोलासोला बिसाएर गाउँमै चाहिँ कृषि कर्म गरेर मनग्गे पैसा कमाएर मेरो चाहिँ मनमुटु साटम भन्ने एउटा चाहिँ तेस्रो गीत छ तेस्रो भयो तपाईले यो गीत कुन उमेर समूह अथवा हुन्छ नि त्यस्तो विशेष हो त्यो उमेर समूह विशेष चाहिँ हुन्छ त्यो कस्तो हो भन्दाखेरि माया प्रेम भनेको बच्चादेखि नमर्दाको दिनसम्म हुन्छ आमाले चाहिँ बच्चा जन्मिँदादेखि त्यो पनि माया प्रेम नै हो टिनेजरमा आएपछि केटाकेटीमा हुने पनि माया प्रेम नै हो होइन अहिले चाहिँ परिवेश चाहिँ अन्टी लभरको कुराहरू पनि आइरहेछ अन्टी लभर 40 वर्ष माथिका चाहिँ मान्छेहरूले लभ गर्ने परिवेश पनि धेरै चलिरहेछ नेपालमा मैले बुझेको देखेको है मेरो चाहिँ छैन है त्यो परिवेशमा माया प्रेम भन्न खोजेको मैले जुन उमेरका जुन समूहमा पनि मान्छे जन्मिएदेखि नमरिन्जेलसम्मका सबै प्रेममा चाहिँ माया प्रेम हुन्छ अलिकति यो अन्टी लभर भन्ने कुरा ल्याउनु भयो मलाई अन्टी लभर भनेको कस्तो भन्दाखेरि जस्तो टिनेजरमा विवाह नभएकाहरूको चाहिँ लभ चाहिँ त्यो टिनेजर लभ भयो अनि विवाह गरिसकेपछि पनि पछि अरू पर्ने लभहरू हुन्छ नि अलि पाको उमेरको चाहिँ लभलाई चाहिँ अन्टी लभर भन्छन् अरे भन्ने चाहिँ बुझेको छु है बुझाइ मात्रै हो भगाइ होइन अङ्कलसँग नगइकन अन्टी त हुँदैन होला नि त हो फेरि ती अन्टीसँग चाहिँ पर्ने लभहरू के पाको उमेरको मान्छेहरूसँग तिनीहरूको लागि पनि चाहिँ मिल्ने खालको चाहिँ गीत हो भन्ने चाहिँ मेरो अर्थ हो तब टिनेजरमा चाहिँ अहिलेका युवतीहरू जान्छन् नि अनि वैवाहिक स्रोतले चाहिँ पर्ने चाहिँ गर्ने माया हुन्छ नि त्यो मायादेखि लिएर गएर अन्टी लभरहरूसँग चाहिँ मिल्ने गीत हो लभ परिसके पछाडि उनीहरू भेट्न आउने क्रममा
भेट हुने चाहिँ कुराकानीका क्रममा चाहिँ पर्ने समस्याहरूलाई जोडिएर केटाले केटीलाई केटीले केटालाई आफ्ना माया प्रेमका कुराहरू समस्याहरू चाहिँ बुझाउन खोजिएको गीत हो। माया पनि छ, भेट्न मन पनि छ, तर समय परिवेशले साथ दिएको छैन। समाजले पनि त्यति समाजले पनि साथ दिएको छैन, भेट्न दिँदैन, ऊ पनि ओपनली चाहिँ भेट्न पनि मिल्दैन। अनि के गर्ने भन्दा अहिलेका जमाना टिकटक बनाउने, फेसबुकमा हाल्ने, अनि टिकटक एउटा बनाएर चाहिँ केटाले केटीलाई पठाउने, केटीले फेरि त्यसैको उत्तर चाहिँ केटीले केटालाई पठाउने, केटाले केटीलाई पठाउने गर्न मिल्ने खालको छ। अन्टी लभर उमेर समूहले चाहिँ नि प्रेमलाई छेक्दैन भन्ने कुरा र मलाई ढलिमली छैन, बाबुआमाको डर छ, मैले तँलाई कुरिरहने, तैँले मलाई समय नदिने, के यो लुकी छुपी हुने प्रेमको बारेमा तपाईँले सिम्बोलिक अथवा एउटा प्रतीकात्मक हिसाबले भन्न खोज्नुभएको कसो हो? त्यो त्यस्तो प्रतीकात्मक होइन, लुकी छुपी माया गर्नेहरूलाई केटाले केटीलाई केटीले केटालाई चाहिँ आफ्नो माया चाहिँ देखाउन मिल्ने गीत हो। देखाउन मिल्ने, मेरो माया त छ तर म आउन भेट्न सक्दिनँ नि, होइन तैँले भने बेला आउन सक्दिनँ, भेट्न सक्दिनँ, तर माया त छ नि, माया मारेको चाहिँ होइन, माया चाहिँ गर्छु, तर तैँले भने बेला भेट्न सकिँदैन, समाजको डर छ, मेरो आफ्नो परिवेश छ, बाबुआमाको चाहिँ डर हुन्छ, विभिन्न कुराहरूलाई जोगाउँदै समाजको परिवेश इज्जत पनि बचाउँदै र माया प्रेम पनि बचाउन खोजिरहेछु है भन्ने सन्देश दिने खालको गीत हो भन्ने चाहिँ मेरो अनुभव हो। यो चाहिँ के भन्छ, अलिकति प्रेममा अलिकति अप्ठ्याराहरू भएनन्, त्यो चाहिँ के बाधा अडचनहरू भएनन् भने प्रेमको चाहिँ नि त्यो अर्थ अथवा त्यो भेटघाट पछिको त्यो मजा पनि आउँदैन भन्छन् नि। पुरा सहज भएर चाहिँ सहीले भेट्ने गर्ने हो भने त्यसमा चाहिँ वास्तविक जीवनको मजा नै हुँदैन। दुःख कष्ट पछाडिको चाहिँ सुख नै वास्तविक सुख हो। अनि तपाईँले यो गीत तपाईँको भिजुअल पनि मैले हेरेँ होइन? हजुर। त्यो पञ्चे बाजा पार्कमै तपाईँले सुटिङ गर्नुपर्ने, त्यो भिजुअल बनाउनु पर्ने विशेष त्यस्तो केही छ? त्यो विशेष छ, त्यो को भन्दा त्यो पञ्चेबाजा पार्क माछापसे गाउँपालिका चाहिँ धितालमा रहेको चाहिँ पञ्चेबाजा पार्क हो। त्यो नेपालकै अथवा भनौँ न विश्वकै एउटा चाहिँ नमुना पार्क हो। त्यहाँ चाहिँ पञ्चेबाजाहरूको सबैभन्दा चाहिँ विश्वकै ठुलो साइजको एउटा चाहिँ पार्क बनाएको छ। त्यो धितालको एउटा पहिचान हो। त्यो पहिचानलाई चाहिँ पनि समेट्ने भनेर चाहिँ मैले चाहिँ मेन चाहिँ फोकस चाहिँ सुटिङलाई पञ्चेबाजा पार्कमा चाहिँ गरेको हो। त्यो पार्कमा गएर सबैले एकचोटि हेरिदिनु होला। त्यहाँ चाहिँ विश्वकै नमुना चाहिँ पञ्चेबाजाहरू चाहिँ बनाएर एउटा चाहिँ पार्क बनाएर राखिएको छ जसको नाम चाहिँ पञ्चेबाजा पार्क हो। त्यसो भएर तपाईँले त पञ्चेबाजा पार्कलाई विशेष चाहिँ नि प्राथमिकता दिएर त्यहाँ सुटिङ गर्नुभएको हो? त्यो गरेँ। अनि मैले अघि नै भने त्यो धितालको चाहिँ एउटा चाहिँ जयकोट चाहिँ सबैभन्दा ठुलो हाइट चाहिँ भएको ठाउँ हो धितालको। धितालको सबैभन्दा उच्च भागमा रहेको चाहिँ एउटा चाहिँ धेरै मान्छेहरूको आस्था विश्वासमा रहेको चाहिँ भूमिको थान हो, जयकोट भूमि भन्ने। त्यो एउटा चाहिँ धितालको पहिचान हो। अर्को चाहिँ पञ्चेबाजा पार्क पनि धितालको पहिचान हो। अनि त्यो पहिचानलाई चाहिँ के गर्दा म पनि धितालको मान्छे हो। अनि मेरो जन्मभूमि चाहिँ धिताल हो। मेरो जन्मभूमिको पनि प्रचार हुने आफ्ना चाहिँ मनमा लागेका चाहिँ शब्दहरू पनि कोरेर गीत बनाम भनेर दुइटै कुरालाई समेटेर धिताल जयकोट चाहिँ गीत बनाइएको हो। अनि तपाईँले योभन्दा पहिला तपाईँका चौथो प्रस्तुति हो होइन तपाईँ? हजुर, मेरो चौथो हो यो। योभन्दा पहिलाका तपाईँका गीत सङ्गीतका बारेमा केही कुरा राखिदिनुहोस् न। मेरो पहिलो गीत चाहिँ कति राम्रो धिताल गाउँ भन्ने गीत बनाउने बेलामा गाउँकै मान्छेहरूमा चाहिँ रहेर म चाहिँ संयोजक बनेर चाहिँ बनाएको गीत हो। त्यो पछाडि चाहिँ मेरो दोस्रो गीत कुलदेवताकै थाना भन्ने चाहिँ अधिकारीहरूको चाहिँ वंशावलीमा आधारित भजन एउटा चाहिँ बनाएर कुलदेवताकै थाना भन्ने चाहिँ गीत चाहिँ मैले युट्युबमा हालेको छु। तेस्रो गीत चाहिँ मेरो चाहिँ कृषि सम्बन्धी हो। कृषि सम्बन्धी मैले 77 सालको चाहिँ त्यो के भयो लकडाउन भयो नि, लकडाउनको बेला गाउँमा कालिज पालेँ। त्यही कालेजलाई चाहिँ समेटेर एउटा चाहिँ कृषि गीत बनाएको छु। अनि तपाईँको हजुर यो चौथो गीत, हजुर बसौँ न भाइ, यो चौथो गीत छ नि तपाईँको धिताल जयकोट भन्ने, यसलाई कसरी हेर्न सकिन्छ? धिताल जयकोटा भनेर चाहिँ सर्च गऱ्यो भने युट्युबमा सजिलै हेर्न सकिन्छ र टिकटकमा पनि धिताल जयकोट सर्च गऱ्यो भने 8वटा टुक्का छ यसमा। केटीको 4वटा, केटाको 4वटा, सबै टुक्काहरू चाहिँ हेर्न टिकटक बनाउन सकिन्छ। तपाईँलाई हजुर अचानक यो फेवातालको छेउमा मैले यो ठाउँलाई चाहिँ स्वर्गको टुक्रा भन्ने गरेको छु। यो ठाउँमा तपाईँलाई भेटियो, तपाईँले समय दिनुभयो, यति रमाइलो कुराकानी गर्न पाइयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। र आगामी दिनहरूमा यसरी नै गीत सङ्गीतको उत्थान गर्नको लागि तपाईँको चाहिँ नि मन लागिरहोस्। हामीले तपाईँलाई बार बार यसरी नै गफ गर्न पाइयोस्, कुरा गर्न पाइयोस्। यो देशको गीत सङ्गीतमा तपाईँले पुर्याउनु भएको योगदानलाई सलाम गर्दै
तपाईँलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। हजुरलाई पनि धन्यवाद होइन। अनि म पनि यो स्वर्गको टुक्रामा एउटा चाहिँ नयाँ गीतको बारेमा सोध्दै हिँड्दै रहँदा ठ्याक्क बाटामा भेटिएर मेरो लागि यति समय दिनुभएकोमा मुरी धन्यवाद दिन चाहन्छु भाइलाई। दर्शकहरूले चाहिँ मेरो गीत हेरेर माया गरिदिनु भयो भने आउँदा दिनहरूमा योभन्दा धेरै राम्रो चाहिँ प्रस्तुति पेश गर्नेछु भन्दै बिदा हुन्छु। हस्, धन्यवाद। उहाँले त्यो 5औं प्रस्तुति ल्याउनुहोस्, 6औं 7औं 10औं दर्जनौं गीतहरू बनाइदिनुहोस् भनेर हामी सबैले हेरिदिउँ, माया गरिदिउँ। र आज घुम्दै फिर्दै जाँदा गाम्ले केटोसँग, बलराम अधिकारीसँग जुन रमाइलो भलाकुसारी भयो र यो भलाकुसारी तपाईँले हेरिदिनु भयो, यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ। र उहाँसँग गरेको यो कुराकानी र त्यो गीतको बारेमा धिताल जयकोट भन्ने गीतको मैले लिङ्क तल कमेन्टमा राखिदिएको छु, त्यहाँ हेरेर सल्लाह सुझाव दिनुहोला। समय दिनुभयो, मेरो युट्युब च्यानल हेरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। म गाम्ले केटो पनि बिदा हुन्छु। नमस्ते।